भनेर त जान सक्थ्यो नि जान लागि एकपल्ट भने भन्न पनि सक्छु म जान लाग्छु भनेर त्यतिसम्म फेरि खेलाउनु के त्यस्तो थियो र के देखाएको छ संसारले त्यतिसम्म प्रेम अहिलेसम्म गर्ने कल गरेर सोधेँ कहाँ छ भनेर गइकन अटो के भन्नु अड्डिने त अड्डेकै त आउँदैन भने के गर्नु भन्न पनि जाँदैन घर पुगिन्छ कि पुग्यो भने ठिकै छ सासमा होइन भने के छ र आज त किवारी पार हो कि तर मैले प्रेम गरेको थिएँ कि कुनै छल गरे होइन के यति जमानको प्रेम थियो थिएँ प्रेमै नलिन सक्यो हो र यहाँ केटी नै नपाएको हो कि मेरो प्रेम नै नबुझ्थ्यो म आज घर जाँदैन क्या यार कि पार क्या आज मरे तापनि प्रब्लम छैन नो रिक्स मेरो घर माथितिर 4-9 कुरातिर हो म अहिले के भन्छ अगाडि जाँदैछु कहाँ हो मलाई थाहा छैन बस मलाई आफ्नो दुःखभरि पोस्नु छ क्या पीडा भएको छ मलाई अड्या हो त यार नअड्या हो र अड्या हो नि त टाइम छ भने त अड्डै गर्छु ऊ आउँछ भनेपछि आउला भनेर अड्डेकै त हो नि मलाई थाहा छैन यो बाटो कहाँ जान्छ भनेर वास्तवमा कसैले भन्यो होला थाहा पाएछ यतिकै होला भने मलाई थाहा छैन मलाई जता मन लाग्यो त्यतै गइरहेको छु जबसम्म मेरो मन शान्ति हुन्छ नि तबसम्म म घर पनि जाँदैन थाहा छैन मन शान्त कतिखेर हुन्छ नहुँदासम्म जाँदैन छुँदा त म मेन रोडको साइड साइडमा छु तर कहाँ छु मलाई थाहा छैन माया गरेको थियो यार के थियो घृणा गर्नुको अधिकार मलाई माथि के थियो के त्यस्तो त थिएन होला त पश्चाताप गराउने बारम्बार यार जिन्दगीमा कसैसँग बोल्दैन भन्थ्यो लास्टमा एउटा डिलिट गरे अर्कोबाट यार मलाई विश्वास थियो कि त्यो बोल्दैन भनेर त्यही भएर नै मैले हेरेको थिएन यार कहिले के त इन्स्टाग्राम मलाई विश्वास लागेको थियो त्यही भएर हो कि मैले नबोल्नु बुझेँ अरूलाई चाहिँ म प्रब्लम दिँदैन आफ्नो म माथि प्रब्लम छ भने म आफूलाई मात्र लेख्छु कि अरूलाई दिएर के गर्नु होइन नि खाली छैन अहिले जहाँ न स्पिड चलाउन नसक्ने यो बेलामा जति स्पिड चलायो त्यति नै मन हल्लुको हुन्छ कि लास्ट शान्ति हुन्छ त्यही भएर नै म राइडमा जान बुझाएको कि कति फरक पर्छ नि त कति फरक पर्छ होइन आखिरमा अहिलेसम्म माया दियो कि अर्थ
छोड्न मन यार मेरो फ्यामिलीसँग मैले कुरा गरेर म यतिसम्म भएको छु होइन मलाई मेरो फ्यामिली नै मलाई नराम्रो मान्छ क्या किनकि मेरो घरमा मेरो मम्मी हुन्छ है मम्मीको मात्र छ होइन मम्मी र म छ दिदीको चाहिँ बिहे भइसक्यो म हिजो घुम्न गएको थिएँ मतलब घुम्न म गएन जाम गाउँका नानीहरू थियो जाम भएको गएको थियो फोटा खिच्ने भनेर फोटा खिच्नको लागि मात्रै गएको त्यही बेला होइन त्यही बेला फोन उठाएर चाहिँ के भन्नु पर्यो त्यति मलाई थाहा छैन होइन फोन उठाएर के भन्थ्यो यार के कुरा गरे त्यो मलाई थाहा छैन मेरो मम्मीसँग र मेरो सानोलाई भन्थ्यो अरे सायद लाग्यो होला मैले गलत गरेँ होला जस्तो लाग्यो है मलाई मेरो दिदी र मम्मीले नै गाली गर्थ्यो यार त्यति नराम्रो छु जस्तो मलाई लाग्दैन आफूले आफूलाई तर यति बनायो कि संसारलाई नै राम्रो त यार बन्न त कोसिस गरेँ यार मैले मतलब भइहाल्ला नगएन के सोच लाग्यो त थिएन भइहाल्ला आउनुमा धेरै टाइम लाग्यो होइन उत्तिखेर आइहाल्यो थियो 1-1.5 घन्टा आइदिएँ घरदेखि आउनु नै माथिबाट आउनु नै कति लगभग आधा घन्टा माथि नै छ त्यहाँदेखि आउँदाखेरि त्यही 1.5 घन्टा समथिङ आइसकेको थिएँ तर घर कुरा लगाएर रहेछ होइन के कुरा भन्थ्यो अनि त्यसको मुखबाट सुन्यो मतलब होइन थाहा छैन होइन केटाको मनमा के हुन्छ मम्मीले भन्नुहुन्थ्यो मतलब रियल कुरा हो कि होइन मलाई थाहा त्यस्तै भन्थ्यो होइन पहिला मेरो मम्मी राम्रै मेरो बाउले यस्तै गर्थेँ भनेर होइन यार त्यही कुरा मतलब मैले सुन्नु मम्मीले मलाई भन्छ कि यार कतिसम्मको पीडा भयो भने कतिसम्मको पीडा भयो भनेपछि यार मैले के आँखैदेखि किन यार मैले माया गर्न नसकेँ यार अलिकति सक भन्ने त हुन्छ त यदि मेरो लाइफमा मेरो मम्मी हुन्छ यार यो बेलामा म स्योर होइन म संसारमा हुने थिएन कि यार मम्मीको ख्याल आउँछ त्यही कारणले मात्र बसेको छु मेरो मम्मी मात्र एक मात्र संसार हो कि त्यही कारणले अहिलेसम्म खुसी खुसी बसेको छु मेरो लागि मेरो मम्मी संसार नै हरेक चिज हो यार कहिले कुनैलाई मैले मेरो दुःख देखाएको छैन होइन दुःख नदेखाए पनि भले अरू थाहा छैन होला र मेरो लाइफको कुरा मलाई मात्र थाहा छ त्यति दुःख छ नि त्यही कारणले म आफूलाई लाइफ नै भन्न चाहन्छु कि सायद थाहा छैन अरूको लाइफमा के कस्तो भएको छ भनेर मेरो चिज भएको छ भन्ने पनि डर थाहा छैन मलाई भएको तिनीहरूलाई भएको होला भन्ने यो जरुरी पनि छैन सबैलाई हुन्छ भन्ने तर एनीहाउमा चाहिँ जसले प्रेम गर्छ जसले आत्मिकता छ होइन त्यो चाहिँ सबैको नै एकै नै छ क्या अघि नै भिडियो बनाउनुभन्दा अगाडि मेरो मन कतिसम्म भएको थियो भनेपछि अहिले कति शान्त भएको छ कि मलाई बुझ्नै थाहा छैन कि यस्तो मन रहेको थियो के गर्नु होला कि मन रह्यो तापनि थाहा छैन यार बाटो कहाँ जान्छ मन रह्यो तापनि गर्न त के सकिन्छ र कहाँ हो बाटो थाहा नै छैन मन कतिसम्म रहेको थियो मलाई मात्र थाहा थियो क्या त्यो त अहिले मतलब यो हुन्छ अरूलाई त थाहा छैन मलाई जब म राइडमा दुःख पऱ्यो मलाई केही पीडा लाग्यो म जब हिँड्छु नि त्यतिखेर मलाई यति खुसी मिल्छ हरेक चिजको समाधान जस्तो लाग्छ कि त्यो खुसी कुनै बेलामा होला जस्तो मलाई कहिले लाग्दैन यार पीडा नहुने होइन सबैको लाइफमा पीडा हुन्छ त्यतिसम्म हुँदैन होला जति मेरो लाइफमा छ कि
म त्यतिसम्म गलत भएको छु कि अहिले मेरो फ्यामिलीको नजरमा नै गिरे जस्तो छु कि म त्यतिसम्मको गलत भएको छु म बताउनु होला त्यतिसम्मको गलत छु जसले मैले माया गर्थेँ नि त्यसले भन्दैन म त्यस्तो मन पनि लाग्दैन मेरो फ्यामिलीहरूको लागि नै म तिनीहरूको लागि गिरेको छु यार लाग्छ कि तिनीहरू लाग्छ होला सायद यो यस्तो छ भने यार त्यो वक्त सोच्नु होला जुन वक्त मेरो मम्मीले होइन मैले यसलाई कुनै संस्कार दिनु सक्छु यतिसम्म यो भन्यो कि होइन त्यसलाई चाहिँ मलाई थाहा छैन त्यति मलाई भन्थ्यो त्यो मलाई थाहा छैन यदि भने त्यो पीडा कस्तो होला जो छोरो भएको मम्मीको लागि हरेक चिज गर्न सक्छु कि हरेक चिज यदि कसैले भन्छ भने मेरो मम्मीले यदि मलाई भन्छ म मेरो सर्ट तक फालिदिन्छु केटा सर्टमा राखिदिन्छु कि मेरो सर्ट तक तर के गर्नु न कसैको भन्न सक्छु न कसैको हरेक वक्त सबैको आउँदो रहेछ संसारमा योभन्दा डरको खै के नै हुन्छ होला यार पैसा हुनु नै काफी छैन कि लाइफ जिउनको लागि यदि प्रेम नै छैन त्यो पैसाको भ्यालुएसन छ नै के प्रेम नै मैले दिन सकिनँ कसैलाई पनि एक लास्ट कल गर्छु कता आएछ यार माया लाग्छ यार यति कतिको छ यार त्यत्रो टाइम अड्डाएको थिएँ अड्डेर पनि अन्त आउला आउला लागेको थिएन आधा घन्टा मात्रै अड्ड्यायो त्यही होला मानिसलाई फोन गरेँ धेरैपल्ट फोन गरेँ कहाँ छु भन्थ्यो अब के भन्नु र तिमी लास्टबाट कल गर्छु कहाँ रहेछ घर गयो कि कहाँ छैन सोध्छु एकपटक माया गर्ने मान्छे हो यति सजिलो बिर्सिन मात्रै सक्यो एकपल्ट सोध्छु यदि हो सेफ्ली नै छ भनेपछि त डराउनु पर्ने जरुरत पनि त छैन त ऊ ह्याप्पी छ भने मैले के भन्नुपर्ने जरुरत छ र ऊ उसको लाइफ जिउन सक्यो तर यतिसम्मको भएको छु कि यार फ्यामिलीको नजरबाटै म तल गिर्छु क्या बताउनु होला यदि बाइचान्स त्यो मभन्दा यस्तै गऱ्यो भने यार कसैसँगै बस्नु लागि होइन ऊ टाढो भनेपछि सँगै बस्न पनि सकिन्न यदि त्यो सँगै बस्ने भएन के भयो भनेपछि सायद मेरो फ्यामिलीले नै मलाई घर सम्झिन्छ क्या म त्यस्तो छु भनेर त्यस्तो अवस्थामा छु कि अब कसैले केही मेरो मनमा जति पीडा छ नि खै कसैको लागि छ कि छैन त्यो मलाई थाहा छैन यतिसम्म पीडा छ मलाई नै फ्यामिलीले गलत ठहराउँछ के भन्नु र यदि गलत ठहराउँछ नि भनेपछि मेरो घर नै कहाँ भन्ने नि मलाई थाहा छैन म यति साइडमा अड्डेर एकपल्ट कल गर्छु हेर अलिकति मान्छे कम भएको ठाउँमा गएर चाहिँ कल गर्छु अहिले चाहिँ कहाँ छ अब झ्याउ गाह्रो छ जीवन जिउनलाई कहिल्यै कसैको लागि खुसी भएर बस्न सक्दैन न त कसैलाई खुसी नै दिन सक्दैन न आफू नै खुसी हुनु भयो लाइफ सिरियस रहेछ मजाक ल्याउनु भयो बरु लाइफ नि तिनीहरूको छ जसलाई मतलब छैन कि तर म अन्त रक्सीहरू खान्छ नि त्यो खानु एउटा हिसाबले मलाई चाहिँ सही नै लाग्छ कमसेकम मलाई थाहा छैन कस्तो हुन्छ भनेर त्यति साह्रो पीडा नै कम हुन्छ होला कि एकपल्ट म होलीको बेलामा चाहिँ मलाई थाहा थिएन पगोरीमा कहाँ जाने त्यतिखेर मैले केही थाहा पाउन थिएँ कि थाहा छ त्यस्तो भएको थियो केही थाहा पाउन थियो भने थाहा पाउँछु त्यतिखेरसम्म पछि त थाहा भएन त्यस्तो भएको थियो अनि
केही छैन, ह्याप्पी छु, जिन्दगी लाइफ सजिलै छ, सकेसम्म उसले राम्रो गरोस् भन्ने मेरो यही हो चाहना। योभन्दा म के नै भन्न सक्छु। लाइफमा अघि बढ्ने त सबैको हक नै हो, पछाडि त बढ्नु भएन, अघि बढेको मान्छे पछाडि बढ्नु भएन, पछि बढेको मान्छे नै अगाडि बढ्ने हो भने नै राम्रो हुन्छ, तर अघि नै बढ्नु मेरो यही हो इच्छा। कहाँ आएको छु मलाई थाहा पनि छैन।